नमस्ते टासिदेलेक फ्याफुला छ्याजलो खाम्रेमु म जोर्डन गुरुङ तपाईहरु सबैजनालाई आजको यस भिडियोमा म स्वागत गर्दछु र सधैं चाहिँ आज पनि म तपाईहरु सामु एउटा धर्म सम्बन्धित एउटा भिडियो लिएर आएको छु है र अब आजको यस भिडियो चाहिँ एउटा हामीले ढोग गर्ने बेलामा पढ्ने पाठ त्यसको विषयमा रहेको छ है। यो पाठ चाहिँ अलि लामो छ तर आफूले समय लगाएर चाहिँ समय दिएर र ढोग्नु भन्दा अगाडि यो पाठ पढ्नु होला भन्ने अनुरोध गर्दछु है। र सुरुमा चाहिँ म तपाईहरुलाई यो पढेर सुनाउने छु। तपाईहरुले नि त्यहाँ मैले तपाईहरुको लागि नेपालीमा लेखिदिएको छु, त्यो हेर्न सक्नुहुन्छ। त्यसपछि चाहिँ म अब यस भित्र के लेखिएको छ है र भनेर चाहिँ त्यसको अर्थ तपाईहरुलाई भन्ने प्रयास गर्ने छु। र पाठ यस्तो रहेको छ। नमो गुरु भे ओम नमो मेन्जु श्री सोहा जम्पे पल्ला छाङछालो नमो सुश्री सोहा लेकपे पल्ला छाङछालो नमो उत्तम श्री सोहा छोगे पल्ला छाङछालो दागी छोक्सुम दाम्बर छाङछालवे दाजा टोगुन दिगदिब दागबर शो लाग्ने न्याम्बर थाल्मो झारवाही थाब्दाङ शेरब सुङजुक थोबर शो थाल्मो चिवे चुक्दो झारवाही होमिन खाजे नेसु ठोबर शो थाल्मो मिन्साम टालवर झारवाही लुइगे दिगदिब थाम्जे दागबर शो थाल्मो टिम्बे थेदो झारवाही नागी दिगदिब थाम्जे दागबर शो थाल्मो ङिङ्गे थेदो झारवाही येगी दिगदिब थाम्जे दागबर शो थाल्मो झारवा सोसर छेवाही सुकु ङिगे टोदेन जेबर शो काङ्गी पिमो साला चुकबाही खरवा ङेन्सोङ नेले थरवर शो लाग्ने सोर्जु साला चुकबाही साजु लामगा रिमगे ट्वेबर शो गोवो टालबा साला चुकबाही चुजी कुन्दु योगे साथोप शोक येलाक ngabo kyangum jebayi thinle namje lhinge tuber sho tsagyu thamje kyangum jebayi tsadyu thamje malu tolor sho kalsik uma geguk jebayi lungnam malu umar tsuber sho sala thugne yarla thangwayi khorwar mine tharlam thober sho dene lenmang dumar changsalwe shiwar mine semjen tember sho dakso kyangsha pulwe gewe tu negap sering neme phensum cho chize dewa jendo kene kyang zogbe sangge gophangyur to sho हजुर अब हामीले ढोग्नु अगाडि चाहिँ यो पाठ पढेर ढोग्नु भयो भने चाहिँ एकदमै राम्रो हुन्छ। किनभने यो पाठमा के लेखेको छ भनेर चाहिँ अब त्यसको अर्थ तपाईहरुलाई भन्ने छु र अर्थ यस प्रकारको रहेको छ कि सबै बुद्धहरूलाई मैले ढोग गरे र यस मार्फत संसारका सबै प्राणीहरूको पापहरू धुलियोस् र मैले मेरो यी दुईवटा हात जोडेको मार्फत विधि र प्रज्ञा प्राप्त होस्। मैले मेरो यो दुई हात मेरो निधारमा यसरी राखेको मार्फत शरीरका सबै पापहरू धुलियोस् र मैले मेरो यी दुई हात मेरो घाँटीमा राखेको मार्फत मेरो वचन बोलीबाट भएको सबै पापहरू धुलियोस् र यो मैले मेरो यो दुई हात मेरो मुटुमा राखेको मार्फत मेरो मनबाट भएको सबै पापहरू धुलियोस् र मैले मेरो यी दुईवटा घोडा चाहिँ तल भुइँमा राखेको यानी भुइँमा छुएको मार्फत 10 भूमि र 5 मार्गहरू 10 भूमि र 5 मार्गहरूबाट पार होस् है। र मैले मेरो टाउको यानी निधारलाई भुइँमा छुएको मार्फत बुद्धत्व प्राप्त गरून् र जब म ढोग गरेर माथि उठ्छु त्यसको मार्फत संसारमा नबसी संसारबाट चाहिँ मुक्त हुन्
है। र मैले जति जति धेरै म ढोग गर्छु यस मार्फत संसारका सबै प्राणीहरू पनि संसारबाट मुक्त हुन्। र हामीले आज अब ढोग गरेको जति ढोग गरेर चाहिँ जति पनि हामीले पुण्य कमाएका छौँ अब त्यस मार्फत अहिलेको लागि चाहिँ हामी निरोगी होस्, हाम्रो लामो आयु होस् र जब हामी मरेर जान्छौँ त्यो बेला पनि सुख भोगीमा हाम्रो जन्म होस् र बुद्धता प्राप्त हुन् भनेर बुद्धता प्राप्त गरून् भनेर चाहिँ यो पाठमा लेखिएको छ। र अब हामीले अब मैले पहिला पनि मैले ढोगको विषयमा मैले भिडियो बनाएको थिएँ र अब ढोगमा चाहिँ के हुन्छ भने दुई प्रकारको ढोग छ है। एउटा क्याङछाक भन्छ, एउटा कुङछाक भन्छ। एउटा चाहिँ सबै जिउ पुरै भुइँमा छोएर चाहिँ ढोग्ने र एउटा चाहिँ हाम्रो नेङा भनिन्छ। 5वटा निधार, 2वटा हात र 2वटा घोडा, 5वटा भयो है। हामीले ढोग्ने बेला चाहिँ आफ्नो निधार, आफ्नो टाउको, आफ्नो हात र आफ्नो घोडा भुइँमा छुनै पर्छ है त। यो निधार मात्र छुने अथवा निधार नछुइकन हात मात्र छुने, घोडा मात्रै छुने त्यस्तो ढोग चाहिँ हुँदैन। त्यो चाहिँ सही तरिकाको ढोग होइन। यो चाहिँ हामीले याद राख्नु पर्यो है त। 5वटा यानि निधार, 2वटा हात अनि र 2वटा घोडा यो चाहिँ भुइँमा छुनै पर्छ है त। र अब जुनै तरिकाले ढोग्यो भने चाहे त्यो कुङछाक होस् या क्याङछाक होस्, जुनै तरिकाले ढोगे पनि ढोग्ने बेला मात्र नभई धर्म अब पुण्य कमाउने काम देख्दाखेरि धर्मको काम जस्तो देख्ने है। धार्मिक कार्यहरू जुनै धार्मिक कार्य गर्नुभयो भने त्यो धार्मिक कार्य गर्ने बेलाको सोच चाहिँ एकदमै त्यसमा हामीले ध्यान दिनुपर्छ है। हामीले अब हाम्रो मन या हाम्रो सोच सही रहेन भने हामीले जति ढोगे पनि या त पाप भइजान्छ है, अधर्म भइजान्छ, या त पाप पनि नहुने धर्म पनि नहुने त्यस्तो बीचको रहिजान्छ। त्यस्तो भयो भने चाहिँ हाम्रो समय खेर गएको हो नि त है। हामीले ढोग्यो तर अन्तिममा हामीले पुण्य कमाएनौँ भने त त्यो ढोगेको अर्थ रहेन नि हैन। र अब यो पाठमा चाहिँ त्यही भन्छ कि हामीले ढोग्ने बेला हामीले 2 हात जोड्छौँ। अब 2 हात जोडेको मार्फत अब हामीले बुद्धता प्राप्त गरून् भन्ने जस्तो हाम्रो अब हामीले गरेको अब संसारको सबै प्राणीको पापहरू धुलियोस् भन्ने जस्तो यस्तो सोच लिनु पर्यो। अब यी 2वटा अब हातलाई निधारमा हामीले ढोग्ने बेला पहिला यहाँ निधारमा जोड्नु पर्यो, त्यसपछि यहाँ घाँटीमा, त्यसपछि मुटुको अगाडि जोड्नु पर्यो नि त। अब त्यो हरेक जग्गामा जोड्दाखेरि चाहिँ राख्दाखेरि चाहिँ अब एउटा सोच लिने है। त्यस्तो लियो भने चाहिँ तपाईँले एकचोटि मात्र ढोग्नु भयो भने पनि त्यसले त्यो सोचको कारणले गर्दा चाहिँ हामीले चाहिँ धेरै पुण्य कमाउन सक्छौँ है। त्यही भएर चाहिँ अब जस्तै इङ्ग्लिसमा एउटा भनाइ छ, क्वालिटी इज बेटर देन क्वान्टिटी भन्छ नि त है। भनेको अर्थ धेरै हुनुभन्दा पनि जति छ त्यो चाहिँ राम्रो हुनु, त्यो चाहिँ आवश्यकता छ अथवा त्यो चाहिँ इम्पोर्टेन्ट हो भनेको नि त। चाहे तपाईँले एकचोटि मात्र ढोग गर्नुहोस् है, चाहे 3 चोटि मात्र ढोग गर्नुहोस्, तर सही तरिकाले सही सोच लिएर ढोग्नुहोस् भनेर चाहिँ तपाईँहरूलाई म भन्न चाहन्छु है। र आजको यो भिडियो चाहिँ अब ढोग्ने बेला पढिने यो पाठ मैले तपाईँहरूलाई बुझाउने प्रयास गरेको हुँ। र यसै गरी अब धर्म सम्बन्धित अरू पनि पाठहरू होस् या धर्म सम्बन्धित अरू कुनै कुराहरू तपाईँहरूलाई जान्न मन छ भने तल कमेन्टमा लेख्नु होला। र मैले पनि अब यसरी नै अब कुनै महत्त्वपूर्ण यस्तो पाठहरू अथवा महत्त्वपूर्ण विषयमा विषयहरू देखियो भने चाहिँ म तपाईँहरूलाई भन्ने प्रयास गर्नेछु है। र भन्दै यो भिडियोलाई अन्तसम्म हेरिदिनु भएकोमा एकदमै धन्यवाद। र सक्नुहुन्छ भने यो भिडियोलाई सेयर गरिदिनु होला, युट्युबमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला।
फेरि पनि अनि अर्को धर्म सम्बन्धी भिडियोमा भेट्नेछु हस् त अनि धन्यवाद।